नमस्कार सबैमा। अहिलेको हाम्रो यो रमाइलो डिजिटल युग र यो रमाइलो डिजिटल युगको कारणले गर्दा अहिलेको छोरी चेलीहरू हामी महिलाहरूले भोग्नुपर्ने जुन यो साइबर आक्रमण छ, त्यही साइबर आक्रमणको बारेमा गफ गर्न मन लाग्यो मलाई। हो, यो डिजिटल युग अनौठो छ, रमाइलो छ। तर यही डिजिटल युगमा हाम्रो दिदीबहिनीहरू, छोरी चेलीहरूले यति धेरै साइबर आक्रमण भोग्नु परेको छ नि, यति धेरै तल्लो स्तरको कमेन्टहरू सहनु पर्छ नि। कोही एउटा पार्टीलाई मन पर्यो अथवा कोही एउटा व्यक्ति मन पर्यो, तल यति धेरै गिरेको कमेन्टहरू आउँछ। यहाँसम्म कि तँलाई बलात्कार गरिदिन्छु, बलात्कार गरेर मारिदिन्छु। हामीले सोचेको समाज यही हो त, कि यस्तै सभ्य समाजको परिकल्पना हामीले गरिरहेका हुन्छौँ हैन। जो कोहीले पनि, जो कसैलाई पनि आफ्नो धारणा राख्न पाउँछ क्या। कुनै पार्टी मनपर्छ, कुनै व्यक्ति मनपर्छ, कोही कलाकार मनपर्छ, कसैको काम मनपर्छ अथवा कसैको मन पर्दैन। मनपर्छ समर्थन गर्न पायो, मन पर्दैन हैन। केही प्रश्न राख्न पाउला, केही भन्न पाउला, आफ्नो केही धारणा व्यक्त गर्न पाउला। तपाईहरुले यति धेरै गिरेको कमेन्टहरू गर्दै हुनुहुन्छ नि, छोरी चेली, महिला, दिदी बहिनी, आमा हरेकलाई हैन। तपाईहरुको मानसिकतामा बलात्कारी मानसिकता नै बसिरहेछ कि यति धेरै बलात्कारी हिंसक मानसिकता छ तपाईहरुमा। त्यो मानसिकताले गर्दा सभ्य र राम्रो सही पुरुषलाई पनि अहिलेको छोरी चेलीहरूले हरेकलाई शंकाको दृष्टिकोणले हेर्ने भयो। त्यो पुरुष बलात्कारी मानसिकताको हो कि अथवा यो पुरुष हिंसक हो कि, त्यो पुरुष हो कि मलाई बलात्कार गरिदिन्छु भनेर कमेन्ट गर्ने खाले, म कोबाट सुरक्षित छु, कोबाट सुरक्षित छैन भनेर छोरी चेलीहरूले ठम्म्याउनै गाह्रो भयो अहिले। र छोरी चेलीहरू निर्धक्क घर बाहिर जान पनि गाह्रो भयो हैन। सभ्य भनिएका हाम्रा कलाकार हुन्, या आफ्ना नातागोतादेखि पनि छोरी चेलीहरू सुरक्षित छैनन्। अस्ति भर्खर सुर्खेतको घटना, त्यसपछि नेपालगञ्जको घटना र अब अहिले आयो एउटा कलाकारको घटना। त्यसपछि रह्यो डिजिटल आक्रमण यति धेरै छ। जस्तै अमिषा पराजुली छोरीलाई होस्, त्यस्तै अरू अनेकन महिला दिदीबहिनी छोरीहरूलाई होस्, तपाईहरुले गर्ने साइबर आक्रमण यति धेरै छ, यति गिरेको छ। त्यो पनि फेक आइडीबाट हैन, सक्कली आइडीबाट नै। अनि तपाईहरुले जुन समाज निर्माण गर्दै हुनुहुन्छ हैन, तँलाई बलात्कार गरिदिन्छु, तँलाई यो गरिदिन्छु, तँलाई यो गरिदिनु पर्ने, यसलाई यो गरिदिनु पर्ने, त्यो जुन कि सभ्य समाजले सुन्न, हेर्न, पढ्न, केही गर्न नि सक्दैन, हामीहरू सक्दैनौँ। त्यो लेभलको तपाईहरुको कमेन्ट र मानसिकता छ। जब तपाई कमेन्ट सक्कली आइडीबाटै कमेन्ट गरिराख्नु भएको छ भने तपाईको मानसिकता पनि त्यही बलात्कारी र हिंसक मानसिकतामा तपाई बाँचिरहनु भएको छ। या भनौँ तपाई मानसिक स्वास्थ्य को लागि तपाईले उपचार गराउनु पर्ने जरुरत छ। तपाई डिप्रेसनमा हुनुहुन्छ अथवा कुनै मानसिक रोगी हुनुहुन्छ। तपाईको घरमा पनि छोरी छन्, चेली छन्, दिदी छन्, बहिनी छन्, आमा छन्, श्रीमती छन्। तपाईको जन्म भयो त्यही एउटा नारीबाट, त्यही नारीको कोखबाट, योनिबाट तपाईको जन्म भएको हो। तपाईको छोराछोरीको जन्म भयो त्यही नारी योनिबाट जन्म भएको हो। र तपाई अहिले जे यो समाजलाई यसरी धमिलो बनाउँदै हुनुहुन्छ कि त्यही समाजमा तपाईको छोरीहरू भोलि सुरक्षित हुन सक्छन्। तपाई हामी आफ्नो छोरीलाई रानी बनाएर राख्न खोज्छौं, अनि अर्काको छोरीहरूलाई केही विचार मिलेन अथवा उले आफ्नो केही विचार राख्यो भन्दैमा, उदाहरणको लागि अमिषा पराजुली, त्यस्तै अरू धेरै छोरी चेली हुनुहुन्छ, उहाँलाई तपाईले यति धेरै गिरेको कमेन्टहरू गरिरहनु भएको छ, यति धेरै हिंसा गरिरहनु भएको छ, यति धेरै साइबर आक्रमण गरिरहनु भएको छ। तपाईले यस्तो खराब समाज निर्माण गर्दै हुनुहुन्छ। त्यो खराब समाजमा
तपाईहरुको छोरीचेली भोलि सुरक्षित हुन्छ। तपाईको छोरीलाई दिदीबहिनीलाई या छोरी नहुने मान्छेको दिदीबहिनी आमा श्रीमती कसैलाई पनि त्यो खालको कमेन्ट गर्दा तपाईलाई सही हुन्छ। तपाई आफूलाई त्यो ठाउँमा राखेर हेर्नुस्। अमिषा पराजुलीको बुवा आमाको ठाउँमा राखेर हेर्नुस्। कोही दिदीबहिनीले अमिषाको ठाउँमा आफूलाई राखेर हेर्नुस्। आमाले अमिषाको ठाउँमा अमिषाको मम्मीको ठाउँमा तपाईले आफूलाई राखेर हेर्नुस् र आफूलाई एकचोटी आँखा चिम्लेर सोच्नुस् कि मैले त्यो लेभलको कमेन्ट मेरो छोरीलाई आयो भने मैले सहन सक्छु या सक्दिन। अनि मात्रै तपाई त्यो कमेन्ट गर्नुस्। हैन साइबर आक्रमण गर्नुस्। यहाँ त साइबर आक्रमण मात्रै होइन, त्यो मान्छेले साइबर आक्रमण पछि भौतिक आक्रमण गर्छ कि भन्ने डरमा हरेक छोरीचेली बाँच्नु पर्ने भयो के। हैन एउटा खाल्डो खन्नुभयो भने त्यो खाल्डोमा अरु मात्रै पर्दैन, तपाईहरु पनि पर्नुहुन्छ। तपाईहरुको छोरीचेली पनि भोलि त्यही साइबर आक्रमणमा पर्ने खतरा छ। त्यो भएर तपाईहरुले आफूलाई बेलैमा सम्हालिनुस्, सुध्रिनुस्। सभ्य समाजको निर्माण गरौँ सबैजना। तपाई मानसिक स्वास्थ्यमा कमजोर हुनुहुन्छ, डाक्टरकोमा जानुस्, औषधि खानुस्। होइन भने अरूको मानसिक स्वास्थ्यमा खेल्ने अधिकार तपाईको छैन। हरेक छोरीचेलीको मानसिक स्वास्थ्यमा खेल्ने अधिकार तपाईहरुको छैन। मानसिक स्वास्थ्यको बारेमा बहस गरौँ। साइबर आक्रमण र मानसिक स्वास्थ्यको बारेमा बहस गर्ने बेला भयो। अब त्यो बहस सुरु गर्नुपर्छ र सबैजना आफ्नो आफ्नो ठाउँबाट सुध्रिनुपर्छ। हरेकले कमेन्ट गर्न अगाडि एकचोटी छातीमा हात राख्नुस्। आफ्नो छोरीचेली दिदीबहिनी आमा श्रीमती सबैलाई सोच्नुस्। अनि मात्रै नारी अस्मितामाथि घृणित कमेन्ट गर्नुस् अगाडि गर। त्यो भन्दा अगाडि घृणित कमेन्ट गर्नुभन्दा अगाडि छातीमा हात राख्नुस्। तपाईको घरको महिलालाई सम्झिनुस् र तपाई त्यो लेभलको साइबर आक्रमण सहन सक्नुहुन्छ या हुँदैन विचार गर्नुस्। हैन अहिले त कानुन मन्त्री पनि महिला हुनुहुन्छ हाम्रो देशमा। महिलाहरुमाथि हुने साइबर आक्रमणको विरुद्धमा कस्तो कानुन ल्याउनु पर्छ कानुन मन्त्रीले पनि विचार गर्नुपर्ने बेला भएको छ है। कानुन मन्त्रीज्यू अरु कानुनमा सँगसँगै महिलाहरुलाई हुने साइबर आक्रमणबाट बचाउन तपाईले कस्तो खाले कानुन ल्याउनुहुन्छ? हामी सबै महिलाहरु आशावादी हुनुपर्छ के आउला भनेर। त्यो घृणित कमेन्ट गर्नेहरु, छोरीचेलीहरुलाई साइबर आक्रमण गर्नेहरु सबैजना बेलैमा सुध्रिनुस्। आफ्नो यो हिंसक मानसिकताबाट बाहिर आउनुस्। मानसिक रोगीबाट बाहिर आउनुस्। बरु औषधि खानुस् तर अरूको छोरीचेलीहरुलाई यो हदसम्मको हिंसा नगर्नुस्। है हस् धन्यवाद।